सापहरू खान मन लागेको कहिलेकाहीँ पापड खानु मन छ खानु मन लागिहाल्छ पापड त्यही भएर पापड पनि बनाएँ भगवान भाइ यता हेरेर भाइ भाइ लाग्दैन भाइ आऊ खाइ ल ल ल छोरालाई स्कुल पठाइदिएँ अब छोरालाई स्कुल पठाएर अब खानासाना खान्छु अनि त्यसपछि खानासाना पस्केर दिनुपर्छ सासू ससुरालाई अनि त्यसपछि के छैन त्यस्तो काम खासै मजाक ही करता है अभी मेरा एक लेवल तक कंफर्ट लेवल होता है उसके बाद नहीं होता बिग वाला फ्यान है बिकज अफ हर आई नो कि आफ्नो स्ट्यान्ड लिनुपर्छ यु डोन्ट एक्सपेक्ट एनी अफ अदर्स ठाउँमा आफ्नो कुरा राख्नुपर्छ राख्न सक्नुपर्छ सो आई लभ फराना बर्ड और मैं सिर्फ एक्ट आउट कर रहा था गलती से टच हो गया अहिले दिनको यस्तै 1:45 बज्यो होला हैन म चाहिँ अब बालबच्चालाई स्कुल लिन जाँदैछु किनभने आज अलिक गाउँमै बिहे छ अनि त्यहाँ बिहेमा जानुपर्ने छ अनि त्यही भएर आज केटाकेटीहरूलाई स्कुलबाट छिटै ल्याएर उनीहरू पनि जान्छु भनेर भन्दै थियो अनि लिन जाँदैछु पनि बिहे रहेछ आज त कति धेरै बिहे छ हिजो चोक गएको थिएँ राम्रो ठाउँ ठाउँमा बिहेको टेन्ट लागेको है त आज चाहिँ
अब चाहिँ हामी बिहे घरतिर जाने होइन अनि यसो अलिकति रेडी हुनु पर्यो होइन यो केटी कति हल्ला गर्दैछ म के लाउँछु भनेर हेर्ने रुँदै पनि छ कि म के लाउनु उसलाई अब जेबमा पनि उसलाई फेन्सी चाहियो क्या यस्तो चिसो छ हावा चलिरहेको छ बाहिर उसलाई गाउन चाहियो अहिले देख्नुभयो गाइस कति झगडालु छ मेरो छोरी मेकअप गरिदिन्छु ल म कतिनाहरू देख्छु मलाई ब्युटीफुल वाला मेकअप गरिदिनु ल अनि म so much देख्छु गाइस मेरे बच्चे दिल दे मेरे घर में कोई लगा दे इधर घूमो मम्मी हजुर मलाई नयाँ जुत्ता लगाइदिनु ओके मलाई नयाँ जुत्ता लगाइदिनु ल हो म कति राम्रो देख्छु आजबाट अलिकति मेकअप गरिदिनु पर्छ अरे क्या उसलाई नभए मेकअप गरिदिएन भने हङ्गामा मचाउँछ आफै लगाउँछ यहाँ लगाउँछ यति लगाउँछ दिमाग खराब गरिदिन्छ त्यही भएर आफै त्योभन्दा त आफै लगाइदिनु राम्रो हो क्या त्यही भएर म आफै मेकअप गरिदिइरहेको छु मेरो छोरीको मम्मी म कति राम्रो लगाइदिनु भएको छ गाइस मेरो मामाले कति राम्रो लगाइदिनु त्यसै लगाइदिनु म कति राम्रो देख्छु देखिराखेको छ एउटा नयाँ लुगा कहाँ छ झोरियो होला के हो झोरियो यो के पनि झरेको छैन यो झोरियो के
लाइभ कर दो नेक्स्ट लाइभ कर दो नेक्स्ट लाइभ कर दो नेक्स्ट लाइभ कर दो मम्मी म ठुलो भइसक्यो अब मम्मी म ठुलो भइसक्यो अब मलाई मेरो मामलाई कुन लगाइदिनुहुन्छ मेरो मामलाई कुन लगाइदिनुहुन्छ मैले यो निकालेको छुइनँ मैले यो निकालेको होइन ल ओके इट्स ओके मम्मी यो पनि लिपस्टिक लगाइदिनु अनि यो पनि लिपस्टिक लगाइदिनु ल अनि म सो मस्त मेकअप लगाइदिनु फेरि सो मस्त राम्रो खालको मेकअप लगाइदिनु मम्मी ओके लिपस्टिक मलाई पहिले लिपस्टिक लगाइदिनु पहिले लिपस्टिक लगाइदिनु अनि चुमा गर्दिनु ओके ल अनि चुमा मलाई लिपस्टिक लाग्छ I'm so beautiful. Hi guys, I'm looking. Liệp, như nhau nhiều nhà hả? Just khá đấy. Đi liệp mà khá đấy. Hả? Nhưng mà khá đấy. Hả? Tôi khá đấy. Tôi không biết. Ôi. Cái tôi kia là mình làm rồi. Làm thôi. Final look. Rồi. Rồi. घर आइपुगेँ अनि आजको भिडियो के कस्तो लाग्यो प्लिज कमेन्ट सेक्सनमा गएर कमेन्ट गर्नु होला। अहिले चाहिँ हामी बिहे खाएर घर फर्किँदैछौँ, घरतिर लाग्यौँ।